हामी चाहिँ तातो पानीतिर हो गाइस। यो चाहिँ पुरा देख्नु भएको छ होइन, हट स्प्रिङ नराख्नु भएको छ। म चाहिँ निस्केको नआइसकेर नि यहाँभित्र गर्मी छ, तातो छ पानीहरू होइन। घर चाहिँ महिलाहरूको पालो रहेछ। यो बाबु नि यहाँ छ, बाबुसँग यत्तिकै घुमेर आएको बजारतिर। त्यस्तो ठुलो त छैन, ठिकै छ बजारहरू पनि है। यो चाहिँ हामी बस्ने रुम हो। हामी चाहिँ अहिले तातो पानी गाइस यहीमा हाम्रो खाना पकाउनु भएर ग्यासहरू छ है। हामी बाबुमा सुत्ने बेड हो। यही छ। कोठाको मूल्य चाहिँ दिनको 800 रुपियाँ है, टोटली गरेर ग्यासहरूको गरेर यस्तो छ। आज दोस्रो दिन गर्छ है। त्यो पारेको चाहिँ त्यो अहिले भजन कीर्तन भइरहेको छ। अहिले त्यहाँ चाहिँ भजन कीर्तन भएको छ। हामीले नुहाउनु ठाउँ त्यही हो। हामी बस्ने घर चाहिँ हो। हामी जताकतै भाडामै बस्नुपर्छ गाई चाहिँ रमाइलो चाहिँ कति छ। अनि दिनमा 2 टाइम चाहिँ दुध्नु पर्ने रहेछ। सेड्युलहरू टाइम चाहिँ परिवर्तन भइरहेको छ, एकै दिनको एकनासको हुँदैन। यो चाहिँ तातो पानी हो हेर्को है। यो यसमा पनि हामीले पानी लिएर आएको छ। यो चाहिँ घरबाट ल्याएको घिउहरू छ यसमा। त्यहाँ चाहिँ सुकुटी छ, मैले युज पनि गरेको छ, खासै खाइ होइन। यति सुकुटी छ होइन, गाँगाको सुकुटी चाहिँ गाइस प्योर। यति कालो भएको छ, खुल्ला गरेर राखेको यसको बास्ना आउँछ भनेर। अनि यता हाम्रो खानेकुराहरू नर्मल चामलहरू लिएर राखेको छौँ। टमाटरहरू छ, त्यो भाँडाकुँडा भइहाल्यो। अनि माथितिर चाहिँ दिदीहरू पनि हुनुहुन्छ, आन्टीहरू। हेर्नु न जाऊँ है त के गर्नु भएको छ उहाँहरूले। के छ स्थिति? ए यहाँ त कसको र अर्को यो अर्को रुम पो है चाहिँ म त ए ल ठिक छ। के हुँदैछ स्थिति? ल ल हाम्रो दिदीहरूको गुरुहरूको रुम चाहिँ यहाँ छ। हाम्रो दिदीहरू यहाँ बस्नु भएको छ। तातो पानीको दोस्रो दिने बसाइ हो। दोस्रो दिने बसाइ पनि लगभग कोमामा छैन है। हाम्रो आन्टी ग्याङहरू बुहारी दिदी भाउजूहरू सबै हुनुहुन्छ। हाम्रो छोरी यहाँ, छोरीलाई त देखि आएन के राम्रोसँग, लाइटै छैन। मेरो केटा चाहिँ यहाँ छ है। भजन चलिरहेको छ, म त टपमा हो। खत्रै भजन चलिरहेको छ है गाइस। त्यहाँ चाहिँ म चाहिँ खाना पकाउनु पर्छ गाइस है। धेरै टाइम पनि बिताउनु हुँदैन, छिटै खाएर छिटै सुत्ने हो। कुकरमा चाहिँ यो चामल हाल्छु होइन। अनि यो चामलको चाहिँ 800 रुपियाँ परेको छ यो पोकालाई। बासमती चामल रहेछ। यति चामल चाहिँ हालेँ होइन। चामल राम्रै छ। अनि यसो सबै कुरा यति नै हो। यसो हो होइन। त्यसपछि चाहिँ अब यहाँ ग्यास बाल्नु पर्यो। पारेछ जस्तो लाग्यो। भाडु पनि दाजिदिइहाल्यो। ग्यास चाहिँ सानो छ, 2 जनालाई लागि रहेछ रुम पनि। अनि यहाँ चाहिँ पिठो दिनु भएको छ दिदीहरूले खोदाको। यसको चाहिँ भोलि ढिँडो खानुपर्छ भनेर राखेको छ है। समस्या राखेँ। अनि चिकन दिएको छ आज। बाबुले चिकन खाने भनेर
आधा केजी लिएको है। मलाई चाहिँ सुकुटी चाहिँ अलि साह्रो भयो अरे, अनि अझै लोकल खाने भनेको ब्रोइलरले खाने अरे, ब्रोइलर नै खाने भनेर लिएर आएको छ आधा केजी। यसलाई धुनुपर्छ है। मासु पाक्दैछ, हड्डुवा कुटेछु गाई, टमाटर अलिकति काटेछु, भात चाहिँ रेडी अलरेडी पाकिसक्यो होइन। मासु पनि पाक्दैछ कुखुराको। ब्रोइलरको खाने भन्छ क्या छोराले, अलिक ब्रोइलर tik लाग्दैन, अलिक साह्रो टाइपको मासु हुन्छ, अहिले खानु मन लाग्छ। त्यो चाहिँ तातो पानीको यो बिहानको समय हो र मैले चाहिँ यहाँ भर्खर आएर बाबुलाई नुहाउने भन्ने सोचेर आएको, तर यो पोखरीमा चाहिँ धेरै नै हुनुहुन्छ है बच्चाहरू नुहाउने, प्लस अलिकति एक्सपेन्सिभ खालको त्यहाँ ठाउँ हो। यो चाहिँ अलिकति महँगो पर्न जान्छ, 100 रुपियाँ पर्छ पर 2 घन्टाको लागि होइन। अनि त्यसमा नुहाइरहेको छ बाबुले, नुहाउँदै हुनुहुन्छ धेरैजना। धेरै राम्रो छ गाइस यार, व्यवस्थित छ सबै कुराहरू। उता भित्र त्योभन्दा त्यो गेटबाट भित्र चाहिँ पालो बाहिर नजानु पर्ने हुन्छ होइन। टिकट काउन्टरहरू पनि छ त्यहाँ। त्यो गेटबाट भित्र छिर्नुपर्छ होइन। त्यहाँभित्र चाहिँ नआउने फेरि अर्को ठुलो ग्रो हुन्छ है त्यहाँ चाहिँ। अझै कपडा राखेर लाउँ। तातो पानी गाइस, माई गॉड, यत्रो खोला छ ठुलो। तातो पानी कुण्ड भनेर लेखिरहेको भयो होइन, लाइटबाट राख्छ। अहिले चाहिँ महिलाहरूको टर्न रहेछ, महिलाहरू नुहाउँदै रहेछ। यो चाहिँ यहाँ पर चाहिँ महिलाहरू अलिक सानो ठाउँ छ, अनि त्यही भएर जसले पनि नुहाउनु मिल्छ। त्यो कपडा स्विमिङ रुमहरू हो यहाँ चाहिँ। त्यो चाहिँ रमाइलो छ गाइस, रमाइलो। टिकटक बनाउँदै नाच्दै हुनुहुन्छ त्यहाँ पारि है। बिहानको समय छ, जाडोको भन्ने कुरा हुँदैन, गर्मी मौसम छ, पत्लस तातो पानी होइन। त्यही भएर पनि त महिला कोठामा मनिषा छ कपडा लिनलाई आराम गरे।
अहिले चाहिँ नुहाउने समय है यो चाहिँ त्यहाँ कुण्डबाट निस्किनु भयो अब नुहाउँदै हुनुहुन्छ यहाँ चाहिँ कपडाहरू राखेर नुहाउँदै अब यहाँ नुहाएपछि रुममा जानुहुन्छ उहाँहरू त्यसपछि अर्को ग्रुप आउँछ होला तल्लो बजार उपल्लो बजार भन्ने ग्रुप हुन्छ महिलाहरूको सङ्ख्या चाहिँ धेरै नै भएर तल्लो बजार उपल्लो बजार भन्ने हुने रहेछ त्यो अङ्कलले चाहिँ टिकटक बनाइदिइरहनु भएको छ उहाँ चाहिँ क्यामेराम्यान हो है उहाँहरू चाहिँ माथि गएर चाहिँ त्यसरी नाच्नु भएको छ अङ्कल चाहिँ त्यो मान्छे पनि छ है त्यो पुट्लाहरू बनाएको छ त्यो रबरको मान्छेहरू मान्छे त कति गएछ महिलाभन्दा चाहिँ पुरुष नै बढी हुनुहुन्छ है ए पुरुषभन्दा महिला त तेब्बरले बढी हो क्या महिलाहरू पुरुष के अरे महिलाहरूको 4 भागको 1 भाग मात्रै पुरुष हो नत्र त त्यही भएर पुरुष महिलाहरूको चाहिँ दुई ग्रुप छ हामी हिजो चाहिँ बिहान 8 to 10 आएको हो नुहाउन अनि बेलुकी 2 बजेदेखि 4 बजेसम्म अनि आज 10 देखि 12 हुन्छ अनि त्यस पछाडि फेरि 4 to 6 हुन्छ बेलुकी दिनमा 2 टाइम हो आज चाहिँ ठर्दियो पानी परिरहेछ गाइस आकाशबाट यसरी हामी बस्ने कोठाको भित्र पनि पानी आइसकेको छ हाम्रो पालो चाहिँ बेलुकीको 4 बजेदेखि 6 बजेसम्म छ अनि त्यहाँ चाहिँ भएर मैलाहरू छिर्नु भएको रहेछ यसरी पानी परिरहेछ